हामी चाहिँ जाने क्रममै के अरे यता उसमा यहाँनिर यो डाँडामा आइपुग्यो। लास्ट धुलो छ हेर्नु, धुलो नि खत्तम, धुलो खत्तम, पर्लै धुलो नि। केटाहरू गौरेर सन्ते यता बाटो त ठिकै छ के भने यहाँ गुन्द्रो तन्खुलाई यही हो। पहिला मर्या मान्छेहरूको हामी बच्चामा यो खोलाको नपुग्यो भने ठाउँै छैन क्या यहाँनिरको। यो भिरबाट यहाँनिरबाट हिँड्ने नाम कि यो लु गुन्द्रु झन् ठाउँ मर्या मान्छेहरूको गुन्द्रु गर्ने ठाउँ हो। नपुग्यो भने ठाउँै भएन क्या यतातिर। बच्चा बेलाको त यहाँनिर त भर्खर मेमोरी छ हाम्रो यहाँ। यो ऐसेलु घारी यतातिर अहिले त ऐसेलुहरू कमै छ अहिले बाटोतिर। यहाँ रहेछ ऐसेलु पाक्ने बेला भएन अरे पाक्ने पहिला धेरै खाइयो हामीले ऐसेलु काफल लगायतका चिजहरू पानी अमला देखिका चिजहरू धेरै खाइयो क्या, धेरै खाइयो। यो हाम्रो कान्छेमा गइयो त यसमा पनि धेरै काम गर्न आली लाउन जोत्न धेरै आइयो बच्चामा। ऊ त्यो चाहिँ हाम्रो मन्दिर हो, ऊ त्यो मन्दिर हो। भ्यू त छैन खासै, भ्यू त क्या होइन। यो पहिला हाम्रो गाउँको त्यो ऊ हो। यो हेर्नु नि टाउको तानेर तल हेर। यो हाम्रो यो ठ्याक्कै यो पूर्विया होल्सी भन्ने ठाउँ आइपुगिसक्यौँ। पूर्विया होल्सीबाट यो हाम्रो यो तलतिर भनेको चाहिँ यो हाम्रो उत्तम दाहरूको खेत हो। Now we are heading to Ganga Jamuna Navy, and we are on the way, and we are at Oradi Khala. Now we are heading to Angri Vanjang. Angri Vanjang को बाटो यस्तो थियो यहाँनिर यहाँसम्म हाम्रो 10-15 मिनटको बाटो चाहिँ हाम्रो अलि बिग्रेको छ। यो गाउँको बाटो हो, अब यस्तै त हो गाउँमा। अब हल्का अब धुलो मुलो त भइहाल्छ, केही छैन नगरी। अब नयाँ सरकारको ध्यानाकर्षण, अब बन्ने नयाँ सरकारको यही ध्यानाकर्षण गराउन चाहन्छु कि बाटोहरू राम्रो होस्। अनि यो छिटै देशले विकासको गति दियोस् भन्ने मेरो धारणा हो। मेरो लगायतका सम्पूर्ण व्यक्तिहरूको धारणा नै त्यही हो। अब हुन्छ नि बिस्तारै हुन्छ। अब पहिला हामी बच्चा हुँदाखेरि यस्तो यतिसम्म पनि भएको थिएन। यस अहिले विकासको क्रम बिस्तारै त भएको छ नि त, त्यही हो। यहाँबाट आइपुग्यो छ अब हाम्रो यो मामहरू जाने बाटो। ओके यता अब तलतिर गयो मामाघर, यता गयो भने आफ्नै घर, यता गयो भने मामाहरू। हामी आइपुगेको छ यो अब बाटो। अब यहाँबाट बाटो चाहिँ राम्रो भेटिसक्यो। यता अगाडि पत्किसकेका छन् र मास्तिर त बाटो अब हामी घुम्न जाने बाटो हाम्रो सबै बाटोको पछि नै छ। बाटो यस्तै हो। अब हाम्रो यो चिसो पानी हुन्छ ठाउँ आएको चाहिँ यहाँनिर चाहिँ लास्टै चिसो पानी फ्रिजमा राखेको जस्तो पानी हुन्छ। पहिला यतातिर कहिले ओभाउँदैन थियो यो एरिया। अहिले चाहिँ ठ्याक्क हल्का ओभाउने गर्ने चाहिँ भएको छ। यसमा यो कति यहाँसम्म बाटो बन्नु नै हाम्रो लागि ठुलो हो।
पहिला उता बजारदेखि नै पनि पुरै बाटो पुरै खत्तम हुन्थ्यो। माथि एक मान्छे डुब्ने खालको त्यो धुलो त्यस्तो हुन्थ्यो। अहिले त्यो यता माथितिरको बोट बिरुवाहरू नि स्वच्छ छन्। पहिला पुरै झिनाम्बै हुन्थ्यो। यो चाहिँ अब यस विकासले बिस्तारै गति त लिएकै हो भन्न चाहन्छु म। यो अब हामी पुग्न लागिसकेको छौँ यो के अरे बाघ खोला। यो एरियामा चाहिँ पहिला धेरै भालुहरू पाउने भएर र अहिले बाघ खोला भनेको हो यो ठाउँ। यहाँनिर राम्रो झरनाहरू थियो। अहिले तर पानी लाने यताउति लाने क्रममा सबै सुक्यो। यहाँनिर पहिला मान्छेहरू पुरै हिँड्नलाई डरै मर्नु नै थियो। अब यहाँनिर मान्छे काटेको ठाउँ पहिला। अब हामी त बच्चा हुँदाखेरि त डर लाग्ने क्या त सानोमा। अब मान्छे काटेको ठाउँ डरै मर्ने। अब यो कर्नरिङ हान्ने ठाउँ भनेर अस्ति नै यो कर्नरिङ हान्थ्यो नि। तर यो कागज टाइपको भएर चिप्लिने धेरै सम्भावना छ। बजारबाट हामी यहाँबाट लागिसकेपछि चाहिँ धेरै यहाँ गाइडहरू ग्याङै यता छ। ल बढौँ न त बढौँ बढ्यो सबै दोकान हो। गोली मात्रै जान्छन् सबै के नै गर्छन् सब गोली हो। बगला राइडरहरू यहाँनिर यो बाटो यो एरियामा धेरै राम्रो थियो। हामीले थाहा पाउँदै सबै विकासले यो गति दिएको चाहिँ हाम्रो ठाउँमा हामीले गति दिइसकेपछि पनि राम्रै विकास छ। यतातिर यो एरियामा पुग्ने नै ठाउँ हो। दस राइड गर्ने नगरौँ भन्दाखेरि केटाहरू पुरै च्यालेन्ज हान्ने ठुलो जाने नै सकिन्छ। 10 राइड हो यो। 10 राइड नगरौँ भन्दा पनि पहिला यस्तै भन्दैछ। यो बाटोमा लगिरहेको बाटो एरियामा यो बाटोमा नै पाइप लत्रिरह यार। यो ध्यान आकर्षण गराउनु पर्ने चिजहरू थियो भाइ। तपाईँले भनिदिनुहोस् के गर्दाखेरि ठिक होला भनिदिनुहोस्। गौरे बाउला त्यो साईको हो त्यो बाटो खर्च हल्ला गर्दै हामी पुरै अनफिल्टर हालिदिने नि। पुरै अनफिल्टर हालिदिने क्या। अनफिल्टर हालेर यो बाटो चाहिँ धेरै यो टिकटकमा सम्भावना बोकेको ठाउँ हो। यो भाइरल ठाउँ नै हो। लगभग भाइरल ठाउँ भन्दा नि केही फरक पर्दैन। त्यो धेरै सम्भावना बोकेको ठाउँ हो। सम्भावना धेरै बोकेको ठाउँ हो यो त यो भाइरलै हो। लगभग अस्तिको भिडियो बनाउँदाखेरि धेरै राम्रो भ्यू जाने ठाउँ हो। पब्लिक हान्छ त टाढले त पब्लिक वाइल्ड पब्लिक हान्ने नि। त्यो हेलमेट पनि मलाई त पर्लै ठुलो हो। पर्लै दुईवटा टाउको छिर्ने हो हेलमेट छ टोक्ने कलेरी हो र। पर्लै हुने नि पर्लैमा यता यो पनि धेरै सम्भावना बोकेको ठाउँ। यो धेरै सम्भावना बोकेको ठाउँ हो। त्योहरू त धेरै सम्भावना ठाउँ हो।
right, but a step right. Just a little bit of speed and accuracy, perfection. With a carefully, with full of precautions, for a safeguard, without safety. Reloading allowed in this speed, motherfucker. We are getting high, motherfucker. We gonna mental the top. पाल्पा भन्ने आइपुग्यो ठ्याक्कै धेरै बेर त लाग्दैन अब यहाँबाट 10 मिनटमा हामी बजारै पुग्न सक्छौँ यो घुम्तीहरू अब यो चाहिँ यो पुरानो चिज हो ठिक छ पुरानो चिज चाहिँ यो हाम्रै बाटो बनिसकेको छ धेरै लामो बाटोहरू धेरै लामो यतापट्टि आउँछ ठिकै छ यतापट्टि